हेलो साथीहरु सबैजना नमस्ते हजुरलाई स्वागत छ मेरो भिडियोमा अनि यिनी चाहिँ हुन् मेरो छोरी अनि मैले चाहिँ मेरो छोरीको लागि खाना रेडी बनाइसके अनि उसलाई मैले खुवाउँदै छु पहिले चाहिँ भिडियो बनाउँदा कति खुसी हुने मान्छे अहिले भिडियो बनाउँदा यस्तो रिसाउँछ मेरो छोरी अनि मैले उसलाई माम खुवाउँदै छु आज चाहिँ उसको खानामा थियो अन्डा माम आलु र बोडीको तरकारी खाइसकेर चाहिँ उ हात मुख धुन गयो अनि उसले आएर पानी खायो अब चाहिँ स्कुल जानको लागि मैले उसलाई रेडी बनाउँदै थिए उसको कपाल बार्दिदै थिए कपाल बार्नको लागि यति गाह्रो हुन्छ नि उ चलेको चलै गर्छ जतिखेर पनि त्यसपछि गए म मुख धुन नानीलाई स्कुल पुर्याउनको लागि मैले चाहिँ यो फेस वासले मुख धोएँ नानीलाई चाहिँ मैले कपडा लगाइदिएर कपाल कोर्दिसकेपछि म चाहिँ लागे यतापट्टि मुख धुनको लागि फेस वास लगाएर मुख धोइसकेपछि म अब रेडी हुन लाएँ म चाहिँ मुख पुसिसकेपछि अब लाउँदैछु मैले यो क्रिम मैले यो सनस्क्रिन बाहेक अरू केही लाउँदिनँ यति लगाइसकेपछि मैले लाउँछु अब लिपस्टिक अनि त्यसपछि लाउँछु मैले सिन्दुर त्यसपछि म पनि रेडी भएर नानी र म चाहिँ अब लाग्यौँ स्कुलतिर भिडियो नबनाउनु भन्दै रुँदैछ नानी चाहिँ त्यसपछि मैले नानीलाई स्कुल लिएर गएँ अनि म चाहिँ नानीलाई एकछिन बोकेर हिँडिरहेको थिएँ अनि एकछिन पछि चाहिँ अनि ऊ आफै हिँड्छु भन्यो अनि त्यसपछि मैले उसलाई हिँडाएँ बाटोमा चाहिँ किराहरू देखेर नानीले ऊ किरा किरा भन्दै हिँडिरहेको थियो उसले चाहिँ जहिले पनि ब्याग चाहिँ आफै बोक्छु भन्छ त्यही भएर मैले यो पानी चाहिँ मैले बोकिदिन्छु अब उसको मन्टेश्वरी नै आउन लागिसक्यो मेरो छोरी चाहिँ किड्स गार्डन मन्टेश्वरी स्कुलमा पढ्छिन् अनि मैले चाहिँ उसलाई स्कुलमा पुर्याएर बाई गरेँ अनि म नानीलाई पुर्याएर फर्किएँ अलिकति बाटो छ त्यही पनि यस्तो पसिना अलिकति हिँड्ने बित्तिकै बाहिरको मौसम चाहिँ एकदम राम्रो थियो थ्याङ्क यू सो मच साथीहरू बाई बाई